सो हेलो एभ्रिवान, म फेरि पनि आएको छु हजुरहरूको लागि नेक्स्ट ब्लग लिएर। आज हामी जाँदैछौँ फेरि साली नदी मेला। सबैले हेरेर माया गरिदिनु। हामी बुढाबुढी मिलेर, घरको साइडको बहिनीहरू मिलेर दुईजना छौँ हामी, म अनि मेरो बुढा। चारजना छौँ त हामी, म मेरो बुढा अनि हाम्रो पुरा साइडको बहिनी। साली नदी मेला घुम्न जान्छौँ। नास्ता भइसक्यो। हजुरहरूले यता केटिएमतिर हुनुहुन्छ भने भोलि एक दिन छ होइन, आउन सक्नुहुन्छ। हामी साली नदी मेला घुम्न जानुभएको सो गाइस, अहिले चाहिँ हामी यहाँ साली नदी मेलामा आइसकेको छौँ होइन। तर मेरो साउन्ड बोलेको आएको छ कि छैन, तर सबैले लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु है। छोटो मिठो भ्लग लिएर आएको छु। अहिले चाहिँ हामी हाम्रो हस्बेन्डमा सुत्दैछौँ। अलिक ढिलै हिँड्नुहुन्छ क्या। गाइस हेर्नु न, हो घुम्न आएको हो कि गाडीको जाम हेर्न आएको? हामी त त्यस्तै पो भइराख्यो हौ। घुम्ने त एउटा वातावरणै छैन त है, यस्तो जाम छ। सो साथीहरू, बल्ल जाम सकियो है। जाम सकेर हामी मेलामा पसे बल्ल। यही हो मेला भन्दै हुनुहुन्छ हाम्रो बहिनीले। यही त होइन साथीहरू, यहाँभन्दा मान्छे भएको ठाउँमा मेला, मान्छे नभएको ठाउँमा केही पनि होइन, मान्छे भएको ठाउँमा मेला। बस मान्छे चाहिँ हुनु पर्यो। सो गाइस, म चाहिँ यहाँ झुम्का छान्दैछु। मलाई अलि झुम्का छान्ने आइडिया भएन, भनिदिनु त कुन चाहिँ राम्रो छ, कुन चाहिँ लाउने हो। खै एउटा लिनु न। मैले त एउटा हेर्छु, मलाई त अघिकै मन परेको थियो कि कहाँ देख्नु। यता 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 हो। ए यो राम्रो छ। यो लिन्छु म एउटा। सो साथीहरू, म यो लिएँ। साथीहरू, मैले चाहिँ यो लिएँ। कस्तो छ भनिदिनु त। हेर्नु त कस्तो दामी दामी छ। जुन हेरे जुनै राम्रो, घाम हेरे घामै राम्रो। यसो तान्नु न, लिने हो। अर्को चाहिँ यो लिनुभयो मेरो साथीले, मैले चाहिँ यो। मेलामा चाहिँ बुढा भन्ने जातलाई चाहिँ ल्याउनु हुँदो रहेन त कि, राम्रोसँग हेर्नै नपाए नि होइन। हिँड्न मात्रै खोज्छन्, हेर्न भने एउटा खोज्दैनन् होइन। एउटा किन्न नखोज्ने के काम त हो बुढासँग आएपछि। साथीहरू, फेरि यहाँ बाह्र माला औटी जम्मा 30 रुपियाँ हेर्न सक्नुहुन्छ। आउनुहोला अझै सजिलो एउटा देख्दैन है। 12 माला 30 रुपियाँ मात्र। देखियो होला अहिले चाहिँ यहाँ चाहिँ किन्दैछन् खेलाउने। सिटी पनि किन्दे, एरोप्लेन पनि किन्दे। बिचरा जे देखेँ त्यही किन्नु मन लागिहाल्छ नानीहरू। मलाई यो किनेर मलाई सबसे मन परेको भनेको चाहिँ यो मन पर्यो। सो गाइस, अब चाहिँ हामी मन्दिरतिर आएको छौँ। तर बिहान आएँ मन्दिरको दर्शन गर्नु है, त्यही पनि यसो हजुरहरूलाई देखाइदिनु भनेर आएको के मन्दिरतिर। हजुरहरू पनि नेक्स्ट टाइम आउनु होला है। यो चाहिँ मन्दिर है, ठुलो मन्दिरभित्र आएको छौँ है। यहाँ फोटो खिच्ने कार्यक्रम चल्दैछ। मेरोबाट क्यामेरा खोलेपछि भाग्नुहुन्छ कि, हेर्नु न उहाँ भाग्नु। मन्दिरबाट निस्कियौँ है। हामी मन्दिरबाट निस्किसकेको छौँ। अब बेलुका भइसक्यो, त्यस्तो घाम लाग्छ। हामी खाजाहरू सुतेर म फेरि एकचोटि घुम्छौँ। अनि त्यसलाई चाहिँ त्रिपुटी हेर्न त्यहाँ चढ्ने ठाउँ छुट्टै छ नि त। छुट्टै चिप्लिने ठाउँ छुट्टै हुन्छ। हामी नि माथि बसेर धेरै बेर लाग्दैन हो हामीलाई खेल्न। यहाँ खेल्नेको डिस्कस हुँदैछ साथीहरू। हामी चाहिँ यो खेल्ने, हामी अलि स्ट्रङ हो त साथीहरू। अनि बुढोहरू डरको भएर खेल्ने साथीहरू। उहाँहरू चाहिँ देशमा खेल्न गइराख्नु भएको छ होइन। रोटेपिङ खेलौँ भनेको मान्दै नमान्नेहरू है साथीहरू। छेउमा हुनुहुन्छ। हामी चाहिँ त ठुलो खेल्ने हो। बच्चा बिचरा बच्चालाई खेलाइदिनु छैन यहाँ। हेर्नु न, बच्चा चाहिँ बिचरा बच्चा चाहिँ हेरेछ। बाउहरूको पालो त्यहाँ गयो। अब आमाहरूको पालो, अब ऊ त ठुलोमा चाहिँ आमाहरूको पालो हुन्छ। बच्चा चाहिँ बिचरा आनन्द बाउहरू खेलेको हेर्दै बस्यो त। अब के गर्नु त।
भ्लग त एकदम मिनी छोटा मिठो भ्लग भनेको त लामै हुन्छ जस्तो छ हो गाइस अँध्यारो भइसक्यो है घरमा नि सुर्ता छैन अहिले गाडी आएन भने के गर्ने होला है त्यो खेलेर आयो अघि बुढो यो खेलेर नि चित्त बुझ्दैन फेरि हामीलाई पनि यही खेलाउन लिएर आयो हुँदैन यो राउन्ड सकेपछि हामी नेक्स्ट राउन्डमा खेल्छौँ ल यहाँ बसेको छ सबैको अनुहारहरू त डरले बुढो कि भन्नु सक्छु यो खेल्दा पनि मेरो खुट्टा कामेको नै यो खेल्दा त मेरो खुट्टा खेलियो हेर त है सो गाइस अब चाहिँ हामी घर जान लागेको अब फेरि आउँछ नेक्स्ट भ्लग है सबैले माया गरिदिनु